आज त तरकारीबारीमा पानी पनि लाउनु परेको छैन, मजा आइरहेको छ। किनकि हिजो हाम्रो हल्का पानी परिदियो नि त, र म चाहिँ उद्धो देखाइदिन्छु त। चिसेनी भइरहेको छ र आज चाहिँ मजा आएर चाहिँ एकदम सुँगुरको चारो काट्दै बसेदेखि चाहिँ झन्डै लडे त हो। आज त्यस्तो दामी भिजिरहेको छ नि त, तर त्यस्तो बेसी त परेन पानी चाहिँ है। हल्का आकाशको पानी भनेको आकाशकै पानी हो नि त, हल्का चिसेनी भइरहेको छ। र म चाहिँ आज चाहिँ मजाले सुँगुरको चारो काट्दै बसेको छु। पानी हाल्ने काम नभए पनि फुर्सद त हुँदैन नि। सुँगुरको चारोको लागि यो कटाइ छ हो, फुर्सद त कहाँ हुन्छ र पनि अब होइन, पानी आएको दिन चाहिँ आज चाहिँ खुसी भएको नि त। अब चारैपट्टि बारीमा हाल्नु परेको छैन होइन, अन्त चाहिँ र पनि अब बस्नु त पाइँदैन। अनि आजको काम चाहिँ यो छ मेरो चाहिँ, यसलाई चाहिँ काटेर चाहिँ चारो बनाउनु पर्ने सुँगुरको लागि। जिन्दगी त कहाँ सुखो पाइन्छ र, नभए त सधैँ त बिहान उठेर चाहिँ पानी हाल्ने काम हो नि त। कति राम्री सुको जमारा रातो भिकामा भन्नु नभएको केराको छानमा। जिन्दगी त यस्तो छ त हौ। चलो मान्छेहरूले भन्छ नि कोही कोही बेला रिस उठ्यो भने छम्मै केरा काटेको जस्तो छिनाइदिन्छु भनेर। केरा चाहिँ कमुलो हुँदो रहेछ भन्दो रहेछ। मान्छे कहाँ कमुलो हुन्छ, मान्छे त चाम्रो हुन्छ। केराको जस्तो हुन्छ र रिस उठ्यो भने म पनि त्यस्तै भन्छु। तर रिस उठेको झन् पनि केरा काटेको छट्टै छिनाउँछु भनेर मजाकै। तर के केराको रुख चाहिँ कमुलो हुन्छ र भन्दै। र हाम्रो यो केरा चाहिँ सबै यहाँ मात्रै छैन होइन, तल बारीतिर पनि छ, उतापट्टि पनि छ होइन। यो चाहिँ गाई खोले अनि सुँगुरको चारो, त्यसपछि अब सुक्खा महिनामा चाहिँ गाई गोरुलाई पुरा आँतहर हुन्छ नि त, त्यतिखेर चाहिँ लगेर डङ्ग सबै काटेर लगाइदिन्छौँ होइन। त्यस कारणले चाहिँ यो डल्लै केराहरू रोपेको हामीले चाहिँ, यो चाहिँ जङ्गली केरा हो। ल त त्यो भन्दै साथीहरू सबैजनालाई नेक्स्ट भिडियोमा भेटौँ है। त्यस्तै छ गाउँले जीवनको भिडियोहरू चाहिँ। र आज चाहिँ मेरो फुर्सद थियो, नभए त सधैँ चाहिँ म बिहानभरि पानी हाल्छु नि त। अनि आज चाहिँ मैले केराको रुखसँग भिडियो बनाएँ।